नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथाकार अशोक रोकाज्यूद्वारा लेखिएको कथा संग्रह छाडी जाने माया सम्झिरहने मनबाट बाँकी कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। आजको लागि कथा एसएम उर्फ सूर्यमान। ओहो जेकेजी आउनुहोस्। ए एपु त्यहाँभित्रबाट राडी निकालेर ले जेकेजीलाई तातो राडीमा राखौं। हामी त बरन्डामा हिउँदे घाम ताप्दै राडीमा तातो भएर बसेका छौं। घर मालिक सूर्यमान कृषि विभागको पिउन भए पनि 3 तले बिल्डिङको एक छत्र मालिक हो भनी देखाउन खोज्छ। ऊ आफ्नो बिल्डिङमा किरायामा बस्नेहरू जुनै ओहदाका कर्मचारी भए पनि आदरसूचक कुनै पनि औपचारिकता देखाउँदैन। जयकुमार राई जनकार्य विभागको कार्यालयमा ओएस अफिसर सुपरिन्टेन्डेन्ट अथवा कार्यालय अधीक्षक एसएम को बिल्डिङमा किरायामा बस्नेहरूमध्ये एक। पप्पु एसएम को ठूलो छोराले एउटा पट्टाएको राडी काठको बेन्चमा राखिदिन्छ। यो त भक्तपुरे राडी हो, त्यो पाल्पामा किनेको राडी चाहिँ लेन, यो लैजा। पाइनस् भने त्यो अस्ति पोखराबाट ल्याएको राडी चाहिँ लेन। यता इन्डियामा राडी पाउन छोडिहाल्यो, भेडाको मासुले पुग्न छाड्यो, कहाँबाट आओस् राडी भन्दै एसएम आफ्नोमा भएको राडीको महिमा गाउँछ। यो भनेको भन्दै पप्पुले त्यही अघिकै राडी अर्कोपट्टि पट्याएर बेन्चमा ओछ्याइदिन्छ। हो यही भनेको। जेकेजी बस्नुहोस्, यो राडी नेपाल घुम्न जाँदा किनेको नि। एसएमले बस्ने इशारा गर्छ। म त घरबाट दिन आएको, तपाईको नियम 5 तारिक नाक्नु भएन र आजै दिन आए भन्दै घरबाट बुझाएर राडीमा बस्छन् जेके। तपाईलाई एउटा कुरो भनौ कि भन्दै थिएँ, तपाई एक्लो मान्छे भनेर मात्रै घर दिएको। परिवारमा 6-7 जना भएकाहरू धेरैले घर माग्न आए, मैले दिइन। तर तपाईको पनि साथीभाइहरू पाहुनाहरू हुल्का हुल आएको देख्दैछु। यस्तै हो भने घर खोज्नुहोस्। एसएमले आफ्नो भनाइमा मालिकपना देखाइहाल्यो। मान्छे भए ठाउँमा मान्छे आउँछन्, आउने साथीभाइ पाहुनाहरूलाई कसरी नआइजा भन्नु। जेकेलाई घर मालिकको कुरा चित्त परेन। मैले अरू सबै भाडामा बस्नेहरूलाई मान्छे र पाहुना ल्याउन पाइँदैन भनेर घर दिएको। तपाईहरू 8 परिवारमा पाहुना बेसी आए मलको ट्याङ्की छिटो भरिन्छ। ट्याङ्की खाली गराउन थुप्रो पैसा लाग्छ। पानीको प्रब्लम छ। राति 12-1 बजीसम्म जागा बसेर पानीको चौकीदार गर्नुपर्छ, नत्र अरूले तान्दिहाल्छ। बजारमा बिल्डिङ बनाउनु खेलाइची होइन नि। एसएम बजारमा बिल्डिङ बनाएकोमा आफ्नो पौरुषता देखाउँछ। अन तपाई पनि के कुरा गर्नु भएको? आएका पाहुनालाई खाना दिएपछि दिशा बस्न मनाइ छ भन्नु त भएन नि हौ। जेके हाँस्दै तल चढ्छन्। सूर्यमानले आफ्नो कब्जामा परेको पोर्ख्यौली जमिन दबाई फ्याक्ट्री कम्पनीलाई बेचेर शहरमा 3 तले बिल्डिङ बनायो। गाडी किन्यो, तर गाडी चढेर हिँडेको साह्रै देखिएन। गोटे ट्याक्सी गाडीमै चढ्यो। 2 तलामा जम्मा 8 परिवारलाई किरायामा दिएर राम्रै आय स्रोत बढाएको छ। खोइ के को प्रभावले हो। शहर पसेपछि एसएम को ठूलो छोरो पदमबाट पप्पु, कान्छो छोरो विनोदबाट विक्की र छोरी लीलाबाट लिली भए। गाउँका झुसे मुसेहरूलाई ऊ मान्छे गन्दैन। उसकोमा पाहुना त के, चरा मुसा पनि उसको घरको छेउछाउ आउँदैनन्। गाउँ भनेको आफ्नो ठाउँ, पुर्खाको रगत र पसिनाले सिंचेको माटो। पढ्दाको जन्ती, मर्दाको मलामी पाइने ठाउँ गाउँ। जमिन नबेच, तेरो नोकरी पनि गाउँकै VLW अफिसमा छ। गाउँ छोडेर नजा भाइ भनी दाजुले सम्झाएको हो। तर गाउँमा छोराछोरीको फ्युचर छैन भनी छोराछोरीको भविष्य बनाउने बहानामा शहर पस्यो। गाउँको VLW भिलेज लेबर वर्कर कृषि विभागमा भएको फिल्डम्यानको नोकरीको सरुवा पनि शहरतिरै मिलायो। अहिले ऊ 4th श्रेणीको तहमा भएको हुनाले कृषि विभाग अफिसको बाहिर हाकिमको कलबेल रोगेर बस्छ। तर हाउभाउमा जेडी वा जोइन्ट डाइरेक्टर भन्दा कम छुइन भनेझै गर्छ। किरायामा बस्नेहरूको कोठा कोठामा छड्के भिजिट दिन्छ। कसैले कोठाको भित्तामा काँटी ठोकिएको भेटिए छापिहाल्छ। यसरी भित्तामा काँटी ठोक्ने हो भने अर्को घर खोज्दा भो भनी एसएम विकल्प दिइहाल्छ। के गर्नु हुँदैछ गुरुजी भन्दै एक दिन छड्के भिजिटको क्रममा एसएम एमपी सरको कोठामा पस्छ। शिक्षक भएको नाताले सबैले उनलाई एमपी सर भन्छन्, तर एमएस उनलाई गुरुजी भन्छ। आजकल प्राय गाडी चालकलाई सम्बोधन गरिने गुरुजी शब्दले एमपीलाई सूर्यमान थिच्न खोज्छ। एमपी सरलाई घर मालिकको आगमन मन पर्दैन र पनि केही वार्तालाप गरिदिएर औपचारिकता निभाउँछ। अब अर्को नयाँ गाडी किनौँ भनेको एमएस कुराको सिलसिला थाल्छ। अन्त गाडी छ त, एमपी करैले बोलिदिन्छ। अब यो ट्याक्सीमा चल्ने अल्टोको केही इज्जत भएन।
आजकल त अल्टोलाई बीपीएल गाडी पो भन्दा रहेछन्। छोराछोरीहरू पनि कोही चढ्नै मान्दैनन्। एसएमको फोस्रो दबाब, तपाईको गाडी चले पो चढ्छन्। ग्यारेजमै थन्किएको देख्छु, बरु त्यहाँ 4 खुट्टे गाई पाल्नु भएको भए दूध दिन्थ्यो। एमपीको ठट्यौली व्यङ्ग्यवानमा एसएम खुत्रुक्कै भयो। त्यत्रो महँगो पेट्रोल जलाएर कसरी गाडी चलाउनु? कतै जानु पर्दा गोटे गाडीमा निदाउँदै गयो, उक्दै गयो, नो टेन्सन। तर पनि यो बीपीएल गाडी नबेची भएन। कतै तपाईले गाडी किन्ने विचार गर्नु भएको छ कि भनेर एकपल्ट सोध्न आएको नि। म चाहिँ अलि हाई मोडेलको किन्न पर्यो भनेर सोच्दैछु। एसएम आफ्नोमा भएको गाडी आफ्नो शानको खिलाफ ठान्छ। तपाई यत्रो बिल्डिङको मालिक भएर रासिन चाहिँ बीपीएलको खानुहुन्छ? तपाईले बीपीएलको रासिन लिँदा एक गरिबको मुख खोसिएको छ। गाडी चाहिँ एपीएल चाहियो। स्पष्टवादी एमपी सरको कुरा पचाउन एसएमलाई केही जस्तो लाग्दैन। त्यो बीपीएल रासिन कार्ड दाजु पञ्चायत हुँदा बनाइदिएको ढुक्कै पो छ। आफ्नो चतुराईमा एसएम गर्व गर्दै अरूका कोठाहरूमा भिजिट दिन थाल्छ। एसएमले भर्खरै आफ्नो कोठामा एसी जडान गरेको छ। उसको घरमा जो आए पनि कुरा घुमाएर एसीको चर्चा गरिहाल्छ। आफू त लेकमा बस्ने मान्छे, यहाँको उखर माउलो गरम खप्नै सकिएन। पंखाले पनि तातो हावा मात्रै फ्याँक्छ। एसी लगाएपछि त ढुक्क छ। सबै राति एसी रुममा आनन्दले सोच्छौं। उसको एसीको बखान सुन्दा सुन्दा धेरैका कान थोत्रा भइसके। सबैजना राति एउटै एसी कोठामा सुत्ने एसएमलाई पारिवारिक यौन मर्यादाको वास्ता छैन। आफ्नो त यत्रो बेसी बिजुलीको बिल आयो, नहोस् पनि कसरी। एसी लगाइएको छ। एसएम बीपीएलको रासिन खाए पनि बाटो हिट्नेलाई समेत आफ्नो घरमा एसी जडान गरिएको जानकारी दिन चुक्दैन। एसीको चिसोले मस्तिष्क जाम भएको हो कि फेसबुककै गर्मीले हो? ठूलो छोरो पप्पु 10 क्लास चिचोल्न सकेन। सानो छोरो बेकीलाई प्राइभेट स्कुलले दया माया गरी 8 क्लाससम्म पुर्याएको छ। छोराछोरीको भविष्य बनाउन सहर पसेको सूर्यमानलाई भोक लागेकै छ, निन्द्रा लागेकै छ। एसएमकी श्रीमतीलाई कसैले सिन्की गुन्द्रुकको कुरा गरे नाक खुम्च्याउँछे। डोको, नाम्लो, थुन्से, टिकी, जातो कुन चरीको नाउँ हो भनेझै गर्छे। एसएमले घरमा भएको गाडी सोरुममा ट्रु भ्यालुमा दिएर हाई मोडलको गाडी किनी छाड्यो। नयाँ गाडीको महिमा सुनाउने नयाँ अध्याय पायो। कतै नगई नहुने तर गोटे ट्याक्सी नचल्ने ठाउँमा जानुपर्दा एसएम र श्रीमती एक दिने ड्राइभर लिएर हिँड्न बाध्य हुन्छन्। बाटोमा कोही परिचित देखिए गाडी रोकेर गन्तव्य यात्राको विवरण दिन एसएम चुक्दैन। सुन्नेलाई तातो नछारो। गाडी स्टेरियोमा बजेको गीतसँगै घुट्छ। दुवै लोक्ने स्वास्नी बजेको गीतसँग गुनगुनाउँछन्। एसएम वर्षमा एकपल्ट सपरिवार दशैंमा टिको थाप्न दाजुकोमा गाडी लिएर गाउँ पुग्छ। दाजुको आँगनमा ठ्याक्क गाडी रोकी उत्रिएर गाडीलाई घुमी घुमी हेर्छ अनि ड्राइभरलाई गाडी पुस्ने आदेश दिन्छ। सूर्यमानको खेतीवाल दाजुलाई पनि गाडीको मालिक हुने डर नपलाएको होइन, तर आफ्नो आँगन र बारीमा तुलफुल खेतका गरामा लहलह भएका धानका बाला, आलीमा फलेको कालो दाल, बारीमा फलेको सखरखण्डा, सिमल तरुल, मेवा, अम्बक अनि हावामा उडेर आएको पलाउँदै गरेको नुनिया चामलको मनमोहक वासनाले उसलाई गाडीको मालिक हुने छिनो लालसालाई छोपिदिन्छ। छोराको विवाहमा जन्ती जानलाई भाइलाई गाडी माग्दा नदिएको उसको मनमा ठेस त लागेकै छ। गाउँमा बस्दा सास थुनिएको जस्तो हुने, छोराछोरीहरू टाठाबाटा नहुने, गाउँको सरकारी स्कुलमा पढाइ राम्रो नहुने हुँदा गाउँ छोडी सहर पसेको, बिल्डिङ बनाएको, गाडी किनेको, आफूले बुद्धि पुर्याएको भन्ने कुरा प्रसङ्ग मिलाएर गाउँकाहरूलाई सुनाउन सूर्यमान चुक्दैन। दाजुको मूल घरमा दाजुको हातको टिको थापेपछि दाजुकोमा टिको थाप्न भेला भएका भाइ बुहारी, दिदीबहिनी, भेनाजु ज्वाइँ, भतिज र भान्जा भान्जीहरू सबैलाई सूर्यमान त्यही टिको लगाइदिन्छ। टिको लाउन त हामी उतै आउँथ्यौं नि, दिदीबहिनीहरूले एकै स्वरमा भनिहाले। तिमीहरूको सुविधाको लागि पो त दशैंमा भनेको बेलामा गाडी पाइँदैन। तिमीहरूलाई मेरोमा आउनु दुःख नहोस् भनेर नि सबैलाई दाजुकोमै टिको लगाइदिएर पन्सिन खोज्छ। म त ज्वाइँ छोराछोरीहरू लिएर उतै मामाकोमा दशैंको टिको लाउन बस्दै आउँ भनेको थिएँ। केटाकेटीहरू पनि मामा बाजेकोमा जाने भनेर तम्सिरहेका थिए। खै मामाले यही टिको लगाइदिनु भो, भान्जीले मनको कुरो भनिहाली। टिको त जहाँ लाए पनि भएको नि, दिने आशीर्वाद त त्यही हो। बरु हामी एक दिन गाडी लिएर भान्जीको घरमै आउला नि। गाडी लिएर आउँदा सबैले देख्ने, गाउँमा भान्जी ज्वाइँको पनि इज्जत बढ्ने। आज गाडी लिएर दाजुको हातको टिको लाउन आए, गाउँमा दाजुको इज्जतै बढ्यो। सूर्यमान रवाफ देखाउँछ।
दशैंपछि तिहारको रमझम घर घरमा चर्को आवाजमा बाजाहरूका देउसी र भैलोका गीतहरू बज्छन्। सूर्यमानको घर मात्र अँध्यारो हुन्छ। झिलिमिलीले ढाकेको छिमेकी घरहरूले सूर्यमानको मरौ परेको अँध्यारो बिल्डिङलाई खिच्याए जस्तो लाग्छ। सूर्यमान औँसीको बेलुकी नै क्रिस्तान चालक लिएर सपरिवार दिदीको घरमा पुग्छ अनि द्वितीयाको भोलिपल्ट मात्रै घर वापसी गर्छ। यो घरमा त मरौ परेको छ होला या त क्रिस्तानको घर हो भन्दै देउसे भैलेहरू भन्छन्। सूर्यमान देउसे भैलेका दान दक्षिणामा हुने खर्च, गाडीले तेल र चालकको खर्चको हिसाब लाउँछ। औँला बाँच्छ। आफू घाटामा नपरेकोमा ऊ ढुक्क हुन्छ। धेरै सालदेखि यता सूर्यमानले यसरी जुक्ति ख्याएकोमा उसकी श्रीमती श्रीमानको चतुर विद्यामा मक्ख पर्छे। बसेर खाइयो भने राजपाट पनि सकिन्छ। कति कमाइन्छ होइन, कति बचाइन्छ भन्ने मूल मन्त्र सूर्यमानले खाँटी झुण्ड्याएर हिँडेको छ। बस्तीमा घोर आर्थिक संकटमा परेकालाई सूर्यमान खोजी खोजी सुदमा रुपियाँ दिन्छ। साउसोत उठाउन जानेकै छ, नत्र गोठमा भएका गाई गोरु भैँसी बाख्रा तान्ने बेहोरा पनि तमसुकमा भाँती पुर्याएर लेखिएकै हुन्छ। कताबाट आउनुभयो? छिमेक घुमेर आएको घर मालिकलाई एमपीको सोधाई। भोलि सिलगढी ट्रिटमेन्ट गर्न जाउँ भनेको। छिमेकमा अरू कोही जानेवाला छन् कि भनेर सोध्दै हिँडेको नि। सूर्यमान आफ्नो उद्देश्य बताउँछ। होइन, सिलगढी जानेलाई किन साथी चाहियो? घरमा नयाँ गाडी छ, लिएर जाँदा भइगयो त। एमपी साथी खोजेको होइन, यसो 2-4 जना जाने भेटिए तेलको दाम थैथाप हुन्थ्यो कि भनेर नि। तर कोही भेटिएन। सूर्यमानको अनुहारमा मलिनता छाएको छ। नयाँ गाडी किनेको खुसियालीमा मिठाई त खानु पर्थ्यो। एमपीको व्यङ्ग्य प्रहारमा सूर्यमान घायल भन्छ। गाडी बित्थामा किनेछु। किन, के भएर? हिजो टिभीले भन्दै थियो संसारमा त तेलको भण्डार सकिन लाग्यो रे। हाम्रो देशमा त 20 दिनलाई पुग्ने तेल पनि छैन रे। विदेशकै भरमा दाम पाए भने त बेची पो दिनु पर्यो भन्दैछु। सूर्यमानलाई टिभी समाचारले आतेश तुल्याएको छ। मिठाई चाहिँ पहिला खाउँ न। किन मिठाई गुरुजी? तपाईँ एक्लो मान्छेलाई एक दिन मासु भात मजाले खुवाउने विचार गर्दैछु। धन्यवाद। त्यसो भए त दाँत तिखार्न थाले है त। एमपीको ठट्यौली। छिमेकमा कसैले खसी काटे सूर्यमान कहिले मासु किन्दैन। मासु खान मन गर्ने छोराछोरीहरू पनि सन्तोष मान्न बाध्य थिए। एसएमजी मासु लिन आउनु भएन त? कि व्रत छ? मासु किनेर जाने कसैले सोधिहाले। त्यत्रो महँगो मासु कसले खाने? अहिलेको जमानामा के महँगो हौ? 700 रुपियाँ केजी त हो नि। तपाईले मासुको दाम मात्रै जोडेको? मासुमा हाल्ने आँसुसरीको महँगो प्याज, लसुन, अदुवा, रामभेडा, मरमसला र तेलको दाम जोड्नुहोस् त 1 केजी मासुको दाम 1000 पुग्छ। एसएम औँला बाँच्छ। यसै त अधिया दिएको गाईबाट मनक्कै दुध आइहाल्छ। दुध, दही, घिउ खाइरहनेलाई माछा मासु त खाउँ नै लाग्दैन। छोराछोरीहरू पनि त्यति मासु खाउँ गर्दैनन् भन्ने सूर्यमान कसैको बिहे भोजको निम्ति आए सपरिवार उपस्थित दिएर सराहुकम धेर मासु भात थपी खाएको देखेकै हो। गाउँमा पाल्न दिएको खसी बाख्रा बेचेर सूर्यमानले बेलायती कुकुर किनेको छ। नाम दिएको छ सेरू। कुकुर पालेदेखि ऊ मर्निङ वाकमा निस्कन थालेको। पहिला बाटामा कुकुर हगाउनेको विरोध गर्नेहरू मध्ये एक सूर्यमान। आजकल बाघै पो पालेको छु जस्तो सान देखाउन थालेको छ। सेरूलाई महिनाको खर्चको पाँटवारी मौका परे दिइहाल्छ। सेरूले मासु बिना भातै खाँदैन भनी बखान गरे पनि बिचरा सेरू शाकाहारी भइसकेको छ। कहिलेकाहीँ मालिकको दयामा हड्डी खट्टी पाए अनौठो प्रकारले सुँगेर छोडिदिन्छ, खाँदैन। ओहो, गुरुजीलाई ठ्याक्कै भेटे। आज रातिको खाना मेरोमा है गुरुजी। ओ भैया, ओ आधा केजीमा अझै 100 ग्राम मासु थाप त। डाक्टरले एकपल्टमा 100 ग्राम भन्दा बेसी मासु नखानु भनेको छ। सूर्यमानले 6 जनालाई 600 ग्राम पोल्ट्रीको मासु किनेर एमपीलाई पनि निम्तो गरिहाल्यो। नयाँ गाडीको खुसीमा ओ भैया, मेरो तर्फबाट आधा केजी थप त। एमपीको आदेशमा सूर्यमान एक शब्द बोलेन। भैयाले पनि सूर्यमानको झोलामा आधा केजी मासु थपिहाल्यो। जानुस्, पकाउँदै गर्नुहोस् भनी एमपी एक्लो मान्छे प्राय रातको खाना होटलमा खाएर ढिलो गरी फर्कदा सूर्यमानका घरकाहरू खाएर सुतिसकेका थिए। त्यो रात सूर्यमान दशैं आए जस्तो भएको थियो। एमपीलाई पर्खदा पनि नहुँदा सूर्यमानका परिवारका 5 जनाले 1 केजी मासु छापछुप खाएर सधैँभन्दा छिट्टै सुते। सेरूले मासु बिनाको हड्डी सुँगेर छोडिदियो। त्यो रात सेरूले भोकेर वफादारी देखाएन। समय बित्दै गयो। सूर्यमानको बिल्डिङमा किरायामा बस्ने जेकेलाई कसैले ओएस बाबु, कसैले जेके बाबु भन्थे। तर सूर्यमानले जेकेलाई कहिले आदरार्थी शब्द लगाएर सम्बोधन गरेन। जेके ओएसबाट पदोन्नति भएर सूचना जनसम्पर्क विभाग सहायक निर्देशक भई कालान्तरमा उपनिर्देशक भइसक्दा सूर्यमान संयुक्त निर्देशक कार्यालय अघि कलिङ बेल रुँगेरै बसेको छ।
किरायमा बस्नेहरूको पनि आफ्नो घर, बिल्डिङ, गाडी होलान् भन्ने कुरो सूर्यमानको सोचमा कहिल्यै आएन। कसको कति तला घर छ भन्ने होटमा सूर्यमानले अझ 2 तला थपेर 5 तलाको मालिक भयो। तर जेबीको लुगा र कोट छोडेको छैन। अहिले नयाँ आएको जेडी साहब त स्ट्रिक्ट छ। आफू पनि ठिक टाइममा आउने, स्टाफलाई पनि ठिक टाइममा आउनुपर्ने कडाकडी नोटिस त मैले नै घुमाएँ। तिमी त पुरानो जेडी, ट्रान्सफर हुने बित्तिकै महिना दिनको छुट्टी बसिहाल्यौ। मेरो हत्तु, डिप्टी पनि नयाँ, जेडी पनि नयाँ। फाइलहरू थुप्रो भएर जेडी साहबले घरमा लगेर क्लियर गर्छ। बेलुकी फाइलहरू जेडी साहबको गाडीमा हाल, भोलिपल्ट फाइलहरू गाडीबाट झिक, फ्ल्याग हेर्दै टेबलमा पुर्याऊ। धन्न, तिमी आजदेखि ड्युटी जोइन गर्यौ। अब तिमी जेडीको काम हेर, म डिप्टीको हेर्छु। डिबी मुखिया पिएनले केही शान्तिको सास फेर्छ। नयाँ जेडीको के नाम रहेछ? सूर्यमानलाई कौतूहल छ। खै कुनै नेमप्लेट लागेको छैन। यतिकैमा संयुक्त निर्देशकको कार्यालयबाट घण्टी बज्यो। साहब, सूर्यमान आदर साहब हाकिमको अघि आदेश थाप्न उभिन्छ। धेरै अघि उसैको घरमा किराया बस्ने जेकेलाई संयुक्त निर्देशकको चौकीमा बसेको देखेर उसका आँखा विस्फारित हुन्छ। एसएम, तिमी अझै यही छौ? तपाईबाट तिमीमा छड्नु संयुक्त निर्देशकलाई केही जस्तो लाग्दैन। हजुर साहब, सूर्यमान टाउको कनाउँदै टेबल मुनि फालिएका फाइलहरू उठाउन निहुरिन्छ। पर्ख, फाइल बादमा उठाऊ। पहिला यहाँ डिप्टी साहब र मलाई चिया लिएर आऊ, अनि लन्च चाहिँ 2 बजी ल्याउनु। जेकेको आदेश हुन्छ। हस् साहब भन्दै सूर्यमान क्यान्टिनतिर हानिन्छ। पहिला आफ्नै घरमा किराया बस्ने जेकेलाई न त जेके सर भन्यो, न त ओएस बाबु नै भन्यो। अहिले एकैचोटि साहब भन्नुपर्दा सूर्यमानलाई 12 मनको भारीले थिचेको जस्तो भयो। साहब भन्ने शब्दले उसलाई अहिले साँपले डसेको जस्तो लाग्यो। उसका कति साथीहरू डी ग्रुपबाट उक्लेर अफिस सहायक भए, तर 8औं श्रेणी नछिचुलेको सूर्यमान डी ग्रुपमै जमेर बस्नु परे पनि आफू 5 तले बिल्डिङ र गाडीको मालिक अनि आनासुकी बचाएर जोडेको ब्याङ्क ब्यालेन्स छ भने आफैले आफूलाई थमथमायो। साहब, लन्चमा भुटेको चिउरा र खसीको मासु, आलुदाम पुरी, सुक्खा रोटी, चना के भनिराखौं? सूर्यमान टेबलमा चिया खाँदै भन्छ। रोटी र चना भनिराख। आज म आफ्टरनुन हेड अफिस जान्छु। आएका सबै फाइलहरू डिप्टी साहबको गाडीमा हालेर मेरो क्वार्टरमा पुर्याउनु। ड्राइभरलाई भनिदिएको छु। जेडीको आदेशलाई सूर्यमान हस भनेर बाहिर निस्कन्छ। सधैँ केही न केही बहाना बनाएर अरू पिएनहरूभन्दा छिट्टै कार्यालयबाट फुत्किने सूर्यमानको बहाना काम लाग्न छोड्यो। हाकिम कार्यालयबाट ननिस्कुन्जेल कुरिरहनु पर्दा उसलाई जागिर नै खाँडो लाग्न थाल्यो। अरू विभागीय कार्यालयमा स्थानान्तरणको निम्ति धेरैपल्ट आवेदन गर्दा पनि सफलता नपाउँदा आजकल सूर्यमान अवसादग्रस्त हुन थालेको छ। खाँदै गरेको जागिर आजकल एसएमलाई हिन्ताबोध हुन थालेको छ। घरदेखि कार्यालयसम्मको दूरी नाप्न उसका घोडा लर्खराउन थालेका छन्। स्वैच्छिक अवकाश लिएर सूर्यमान आजकल पाएको पेन्सनमा उति सन्तोष छैन। भर्खरै गएको भीषण भुइँचालोमा धेरै ठाउँमा घर बिल्डिङहरू लडे। धेरै धनजनको नोक्सानी भयो। ज्यान गुमाउनेहरूका स्वजनहरूले ठूलो रकमको राहत कोष पाए। सूर्यमानको अग्लो बिल्डिङ पनि भुइँचालोमा अडिन नसकेर कोल्टे परेर छिमेकीको बिल्डिङमा अडिसिन पुगेको छ। किरायमा बस्नेहरू भागेर ज्यान जोगाए। भूमिकम्पन पीडितहरूका निम्ति सरकारले स्थापना गरेको राहत शिविरमा सूर्यमान सपरिवार सरकारबाट क्षतिपूर्तिको आशामा आशामुखी भएर बसिरहेछ। यो रहेको थियो कथाकार अशोक रोकाज्यूद्वारा लेखिएको कथा संग्रह छोडी जाने माया सम्झिरहने मन कथा संग्रहबाट तथा एसएम उर्फ सूर्यमान। तपाईलाई आजको कथा के कस्तो लाग्यो? कथा सम्बन्धी प्रतिक्रिया भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। कथा मन परेमा यसलाई शेयर पनि गर्नुहोला भन्दै आजको कथा बसाईबाट म कथावाचक समीर राईलाई बिदा दिनुहोस्। नमस्कार।